इलन मस्क र डोनाल्ड ट्रम्प बीच अहिले झगडा भएको छ, त्यो पनि निकै ठुलो। इमेजिन गर्नुहोस् त, एकातिर छन् संसारका सबैभन्दा पावरफुल व्यक्ति अमेरिकाको राष्ट्रपति र अर्कातिर छन् संसारको सबैभन्दा धनी व्यक्ति। अहिले यी दुईले एकअर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन्। कुरा कहाँसम्म अघि बढ्यो भन्दाखेरि ट्रम्पले मस्कलाई पागल भनेर भनेका छन् भने मस्कले ट्रम्पलाई अमेरिकाको राष्ट्रपति पदबाट हटाउनको लागि महाअभियोग लगाउनु पर्छ भनेर भनेका छन्। अब यो झगडाको कारण के हो त, आउनुहोस् जानौ। ट्रम्पले अहिले एउटा नयाँ नीति ल्याएका छन् जस अनुसार इलेक्ट्रिक गाडीमा दिँदै आएको सरकारी सब्सिडी खारेज गर्नुपर्छ। ट्रम्पका अनुसार यो अनावश्यक खर्च हो, यसबाट सरकारलाई घाटा भइरहेको छ, यो रोकिनुपर्छ। अब इलन मस्कको मुख्य कम्पनी टेस्लाको कारोबार नै इलेक्ट्रिक गाडीको हो र अमेरिकी सरकारले दिँदै आएको सब्सिडी काट्यो भने इलन मस्कको इलेक्ट्रिक गाडीको व्यापारमा ठूलो असर पर्छ। त्यसपछि मस्कले यस विधेयकको आलोचना गर्न सुरु गरे। यो विधेयक एकदमै खराब छ, यो सस्टेनेबल छैन भनेर उनले आलोचना गरे। त्यसपछि सुरु भयो दुईजना बीचको लडाई। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिए खुलेआम धम्की। इलन मस्कको कम्पनीहरूबाट भएको सबै सरकारी काम अर्थात् ठेक्काहरू सबै रद्द गरिदिने भनेर उनले धम्की दिए। ट्रम्पको त्यो धम्कीपछि इलन मस्कको कम्पनीहरूको मार्केट भ्यालु ठूलो रूपमा घट्यो। टेस्ला कम्पनीको मार्केट भ्यालु त एकै दिनमा 15%ले घट्यो, अर्थात् अर्बौं डलरको घाटा लाग्यो इलन मस्कलाई। त्यसपछि उता इलन मस्कले पनि ट्रम्पलाई महाअभियोग लगाउनु पर्छ, ट्रम्पले विभिन्न काण्डहरू मचाएका छन् भनेर पर्सनल आरोप पनि लगाए। अब हेरौं यो झगडा कहाँसम्म पुग्छ। संसारका दुई शक्तिशाली व्यक्ति बीचहरूको झगडाले कुन रूप लिनेछ त्यो त समयले नै बताउँछ।